जिन्दगीमा शान्तिभन्दा अरू केही चाहिँदैन र मलाई चाहिँ शान्ति यस्तो ठाउँले मात्रै दिन्छ। यो भिडियोमा हामी तपाईहरुलाई लिएर जाँदैछौँ अस्ट्रेलियाको कन्ट्री साइडमा। हाम्रो पहिलो क्याम्पिङ हामीले गरेको कल्पनाभन्दा निकै भिन्न हुन पुग्यो। यी ड्रोनले कैद गरेका यो राम्रो भिडियोहरू दिनमा हेर्दा जति सुन्दर देखिन्छन्, रात पर्दै गएपछि अप्रत्याशित बन्दै जाने रहेछन्। अँध्यारो बढ्दै जान्छ, हावा बदलिँदै गयो अनि हाम्रो हिम्मतिलो क्याम्पिङले अनौठो मोड लियो, जुन कारणले हामीले राति नै आफूले गरेको क्याम्पलाई छोडेर घरको फर्किन बाध्य बनायो। रातिको 1:30 भएको छ। बल्ल हामी चाहिँ हामी चाहिँ टिम छोडेर घर जाँदैछौँ। प्रायः अस्ट्रेलियामा सबै 4 व्हिल ड्राइभ मात्रै हुन्छ। मसँग चाहिँ छ टोयोटा क्यामरी 2012 को मोडल हो यो होइन, त्यसमाथि 2 व्हिल ड्राइभ हो। अनि पानीहरू परेको बेलामा अलिक गाह्रो हुन्छ भनेर चाहिँ लेखाएको थियो। हिजो पानी पनि राम्रो परेको थियो। अब लेट्स सी कस्तो हुन्छ। खोइ यार पार्किङै छैन त यहाँ पर रहेछ। जाउँ सपिङ सेन्टरतिर। Hi, excuse me. Where can I find chicken wings? Chicken wings, it's just on the back here. Oh, On okay. the top shelf, I think there might. Oh, there's that one and the other one. It's just got one Okay, packet. thank you so much. Okay, यहाँ रहेछ। यो लानु पर्यो अलिक जग्गा मार्छे बुढीले मलाई ब्याग किनेको देखेर। तर लान्छु किनभने त्यहाँ सामानहरू अहिले सार्न पनि चाहिन्छ, पछिलाई पनि काम दिन्छ। आमामा दरङ रङ 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 झर्छ पैसा। सो गाइज सबै सामानहरू किनिहाल्यो। यस्तो छ मेरो सेटअप होइन। औडा अलिक हुँदैन कि, अब त्यो अक्वर्ड फिल हुँदैन भनौँ न। अब यहाँबाट लेट्स गो एन्ड पिक माई वाइफ। आज हाम्रो पहिलो क्याम्पिङ, लेट्स सी कस्तो हुन्छ है त। पुष्पाले काम गर्ने ठाउँ चाहिँ म आइपुगेँ यहाँ लिनलाई। तर प्रब्लम भनेको मैले नुडल्स र अन्डा त मलाई याद थियो, नुडल्स पनि बिर्सेछु क्या ल्याउन। किमा मात्र ल्याएको छु। सो अब अहिले जाँदाखेरि बाटोमा कहीँ लिनु पर्ला। अब यहाँबाट देखाइराखेको छ 12:26 मा 1 घन्टा जस्तोमा पुगिन्छ भनेको छ। अब यहाँ कतिखेर निस्किन्छन्। आइपुग्यो मेरो बुढु। एक्साइटेड हो छैन? डराउँछ होला। गाइज अब चाहिँ हामीहरू निस्किन्छौँ। 12:38 मा पुग्ने भनेको छ। मैले उता ल्याउनै बिर्सेँ। मैले किन्ने नुडल र अन्डा चाहिँ किन्नै बिर्सेँ। नुडल्स अनि अन्डा अब बाटोमा किन्नुपर्छ। यहाँबाट एक्ज्याक्टली 80 किलोमिटर छ। अहिले बजेको छ 11:45। पुग्ने टाइम देखाएको छ 12:41, 56 मिनट्स देखाएको छ। दामी बाटोहरू छ यहाँबाट सनसाइन कोस्ट। कता यही बाटो। अब हामी यहाँबाट पुग्नलाई 11 मिनट जस्तो टाइम छ, धेर छैन। यहाँ आइजिए छ। आइजिएमा किनेर अनि त्यसपछि हामी पुग्छौँ त्यहाँनिर। दामी रहेछ यार रोड। नुडल सुडल किनौँ। सोधा त। So at the very end, past the chicken, it's just behind the fridges there. Thank you. Hi. Hi. Is this chicken? Is this? Yep. Yeah. Can I have 2 of those? And Let's turn this up. spring roll 2टा।
लाइन बस्नु मुताएर मर्ने बेला भएको बेलामा पर्दैन त झोलामा हालेको भए भइहाल्छ नि झोलैबाट देखाए भइहाल्यो नि मेरो दिमागले कामै गरेको छैन ए यति नै हो भएको ल म बाथरुम गएर आउँछु ए म बाथरुम गएर आउँछु है म चाहिँ बाथरुम जानु पर्यो गाइस बिसाएर मर्ने नै बेला भइसक्यो रहेछ नि त वासरुम कस्तो मजाको सानो टाउन रहेछ अहिले यसो एउटा दुइटा भिडियो लिन खोज्छु कति मजाको टाउन रहेछ नि त यस्तै हुन्छ कि अस्ट्रेलियाको कन्ट्री साइडहरू आयो भने चडक्क परेको मिलेको सुविधाहरू पनि सबै हुन्छ होइन अनि चाहिने कुराहरू पनि सबै हुन्छ अनि टेन्सनै हुँदैन क्या त्यति भएपछि सो सिटीभन्दा चाहिँ मलाई अनि यता गाउँघर पार्कहरू चाहिने कुरा सबै छ स्कुल छ चिलमा बस्छु किन त सिटीमा गिद्दै हुनु होइन ल बाथरुम चाहिँ म एक्लै छिर्छु कति बज्यो त अहिले ट्याक्कै 1 बज्न आँटेछ ठिकै टाइममा आयो साँझ अहिले छिटो अँध्यारो पनि हुँदैन चट्ट त्यहाँ गएर यसो हाम्रो साइड घुमिदिने वरिपरि कस्तो छ होइन अनि टेन्टहरू मेन भनेको टेन्सन लगाउने रातिको वेदर पनि हेर्न मन लाग्यो यार पानी छ कि छैन भनेर आज वेदर हेर्दैमा आज कस्तो छ नाइस छ छैन पानी शीतल छ आज शीतल छ पानी छैन शीतल छ पानी छैन कति पर्यो त्यतिलाई 32 होटलमा गएर बस्नुभन्दा त भन्दा हाम्रो सानो क्याम्ब्री चाहिँ यही हो है पुरानो 2012 को 2.5 लाख कुदिसक्यो त्यही पनि गुड कन्डिसन हामीलाई नै होला नि अब जाउँ अनि हाम्रो ल्याइदिएको छु अब यहाँबाट 5-7 मिनट मात्रै छ 9 मिनट झन्डै मरियो नि पिसा पाएर गाउँघरमा चाहिँ यस्तो सानो सानो क्रसिङ हुन्छ यो माथिको ट्रेनको ट्र्याक भयो अनि यहाँ चाहिँ कुर्नुपर्छ उताबाट गाडी आएको छ भने आफू कुर्ने ऊ पर गाडी छ एकछिन गिभ अवे भनेको छ तर हामी तँसँगै छिर्दिहालौँ भने जान पाइयो युल्डो भनेको हामी यताबाट घुम्नु पर्यो यहाँ ठ्याक्कै आएर देखाएको छ जाने जस्तो थियो अब चाहिँ हामी हाम्रो टोलमा आयौँ यो युल्डो भन्ने ठाउँ हो अब यहाँ कतै छ 6 किलोमिटरको रेडियसमा समवेयर आज हामी क्याम्प गर्छौँ दामी गाउँ सरक्क परेको हो यहाँनिर एउटा त्यो अहिले हामी जाने प्रपर्टीलाई कति परेको थाहा छ बुढो अहिले मार्केट भ्यालु $1 मिलियन ठुलो आफ्नो प्राइभेट प्रपर्टी हो अनि मान्छेले त्यसै एउटा बिजनेस वेलकम टु युडलो यहाँ रहेछ यो युडलो टाउन सानो टाउन यसो युडलो टाउन पनि अहिले हेर्नुपर्छ ड्रोनबाट अब अहिले सानो यहीँ रहेछ त टाउन यहीँ किन गए नि हुने रहेछ जेनरल स्टोर यहीँ रहेछ स्कुल यहीँ रहेछ सब कुरा हुन्छ क्या यस्तो ठाउँहरूमा अब हामी चाहिँ युडलो टाउनबाट यता लाग्यौँ टाउनमा यसो अहिले हामी कति 1.1 किलोमिटर भनेपछि ड्रोनबाट हेर्न ट्राई गर्छौँ टाउन यहाँ रेलको लिक रहेछ यहाँ रेलको लिक माथिबाट रेल कुद्ने ठाउँ
पनि ओ नाइस छ त बाटो पुरै हो यस्तो बाटोहरू चाहिँ मलाई बब्बाल मनपर्छ क्या ठ्याक्क जङ्गलको बिचबाट गाडी कुदाउने होइन माथि पनि छैन के खाली नै छैन बिचमा रुखको हाँगा हुँकीले ओइ हामी त यतै आउने हो यो पछाडिको प्रपर्टी हो जस्तो छ यार हामी बाटो कता हो छुट्यो 141 भनेको थियो त यही त हो नि 141 त त्यहाँबाट यहाँ त्यो चाहिँ प्राइभेट होला यहाँबाट चाहिँ छिर्नु जस्तो लाग्यो क्या मलाई यही होला जस्तो छ क्याम्पिङ साइट चाहिँ हामी चाहिँ मान्छेलाई कन्ट्याक्ट गर्न खोज्दैछौँ यहाँ आइ त पुग्यो तर कता हो भन्ने कुरा हो यता हुनसक्छ हेर्नु पर्यो ठाउँ किनभने फोटोमा हेरेको अनुसारले थाहा हुन्छ नि त यता त होइन होला यहाँ त कस्तो तार पो कुदिरहेको छ हामी अझै ठाउँै खोज्दैछौँ ठाउँ यतै हुनुपर्ने हो यहीँबाट होला छ यहीँबाट चाहिँ रहेछ यहीँबाट यता जाने हो यो घर रहेछ उनीहरूको घर चाहिँ यहाँ रहेछ अनि ओ नाइस यहाँ हिलाउबाट हेलो हामी क्याम्प साइट आइपुग्यौँ है क्याम्प साइट बब्बाल छ गाडी यहाँ ब्याक गरेर यहाँ मिलाउने हो फर्स्टमा बनाउने भनेको टेन्ट हो सो सदा सुरुमा टेन्ट सेटअप हानौँ त्यो पर्दैन त्यो यहीँ राख्नलाई राखेको मैले पालो निकाल्ने कुर्सी निकालेर बस्दै गर लाउ तिमी यहाँ सित्तामा राखेर ल सुरुमा म टेन्ट सेटअप हान्छु ल फर्स्टमा टेन्टलाई ट्याक हानिहालौँ यहाँ रेकर्ड हुन्छ नि अब अलिक सिधा भुइँ चाहिन्छ क्या फेरि सुत्दा ह्याङ हुन्छ यति तर हाम्रो एयर म्याट्रेस चाहिँ भइहाल्छ वी हेभ एयर म्याट्रेस क्विन साइज अट्छ कि अट्दैन टेन्ट मिलाइहालौँ चस्मा समाउँदा अस्ति धन्न घरमा सिक्ने हालेको थिएर दिमागमा छ के गर्नुपर्छ नभए त देखेरै गर्नु अब त्यसपछि यसलाई रेडी गर्ने बुढी मस्त बसेकी छे
ल हाम्रो टेन्टको इनर भाग चाहिँ रेडी भइसक्यो अब यो चाहिँ माथिबाट छोप्ने हो ल यस्तो छ है हाम्रो पुरै एयर म्याट्रेस ठ्याक्क भएको छ ड्याममा ढल्न दामी भएको छ अब सुरुमा यो रेडी भएपछि खानासानाको लागि अहिले केही खानेकुराहरू खाम मेरो बुढो बाहिर मिलाउँदैछ यहाँ किरासिरा छिर्न पनि दिनु भएन यो सुत्ने मात्रै हो यसमा अहिले यहाँ यो लगाइदिउँ बाथरुम चाहिँ क्याम्पिङ स्टाइलकै टोइलेट हो पानी यहाँ बाहिर रहेछ क्या र पानी यहाँ बाहिर छ ए यस्तो टोइलेट रहेछ भइगयो नि यो चाहिँ लगाइदिउँ अहिले हामीलाई नै सजिलो हुन्छ फेरि त्यहाँ किराकिरी छिर्यो भने भागम भागो मेरो बुढी भोकाइसकी सुरुमा गएर केही खाम बिहानदेखि केही खाएको छैन मेरो बुढी काम गरेर आकी हो बिन्देर थिएँ भएर क्या मजा आउँछ क्या बुढो स्प्रिङ रोल फर्स्टमा हाम्रो डुमसुम यो चिकन डुमसुम हो है चिकन छ पोक खाम अहिले एकछिन न अब भरे खानै भ्याइन्छ यहाँ मेन कुरा भनेको त चिकन किमा नुडल हो क्या हाम्रो लिपस्टिक आयो नि त मुखभरि चिया ल गाइज अहिलेको रमाइलो सक्यो अब हामी चटपटे बनाउनुतिर लाग्छौँ अनि चटपटे हान्न थाल्ने हो फाइनली हाम्रो फर्स्ट डे पहिलो क्याम्पिङ यो भिडियोमा यो युट्युब च्यानलमा अब यस्तो धेरैवटा अरू पनि आउने बेला छ अब अहिले चाहिँ हामी चटपटे बनाउन आएको चटपटे बनाएर चटपटे खाइदिउँ अनि त्यसपछि चिकन किमा नुडल बनाउनुतिर लाग्छौँ अनि अहिले यहाँ मसँग लाइटहरू पनि छ झिलिमिली लाइटहरू यो सबै वरिपरि झिलिमिली लाइट बनाएर दामी खाएर अनि चट्ट टेन्टमा सुत्दिने हो होइन खोइ त्यो भाँडो यहाँ राख च्याट काटेर ठ्याक हालिदिइहाल्छु अब यो
अय्या ल अरू के छ काट्नुपर्ने यही छ गाजर लिएर आउनुहुन्छ यहाँ छ है हाम्रो माल रेडी हुँदैछ है यहाँ चटपटे यसले नै गर्छ यहाँ भिडियो खिच्दैछु नि त म होइन यो नि काटेर हाल्नु हाला 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 मुखले च्यातेर हाला मैले हाला 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 चटपटे आऊ पक्यो छैन हौ यहाँ आएर छैन हाल न सबै त्यो अघि काटेर हालेको पोकिएको कि यहाँबाट एक थोपा बाहिर निक्लेको छ यहाँ भिडियो प्रुफै छ नि मुखबाट रस आएर बोल्न मिलिरहेको छैन है मेरो ओ शिट यस नो कागती दामी मलाई मन पर्दैन कागती चटपटे चाखौँ मिठो हो देख्यौ अमिलो नहालेकै मिठो हुन्छ हो कि होइन अमिलो हालेको मिठो हुन्छ त धेरै अमिलो हाल्नु हुँदैन क्या बुढी लास्ट धेरै अमिलो खान्छ अनि मलाई धेरै ससमा के हो कोक पनि ल्याउ नि त जाऊ कोक पनि खाऊ होइन तिमीले खानु भनेको तिम्रै खान्छु बबाल मिठो भयो नि मेरो बुढीलाई अल्छी लाग्यो रे अब हामी जङ्गल एक्सप्लोर हान्न जाँदैछौँ यो हाइपर भ्यूबाट चाहिँ हटाउनु पर्यो यार ल है हाम्रो एक्सप्लोरेसन चल्दैछ यहाँबाट चाहिँ तार लगेको रहेछ र यो जङ्गल यहाँ पनि क्याम्पिङ यहाँ पनि टेन्ट लाउने ठाउँ रहेछ दामी होइन के को नुनी खुल्ला किन चाहियो यस्तो त ठिक त यस्तो दामी छ त वरिपरि टोइलेट पनि नजिकै चट्ट बिचमा खुल्ला ठाउँ आगो बालेर दामी फायर पिट पनि किन्नु पर्ने छ अब फायर पिट बुढीलाई नेटवर्क नआएर गिद्दी भइसक्यो होइन त कुदा कुदा न कुदा न लड्ने गरी मस्ती छ आनन्द अब गर सुरसार अब चडक्क त्यहाँ मिलाएर अब किमा नुडलको सुरसार गरेर खाएर टेन्टभित्र छिर्ने हो कति राम्रो फोटो आउने रहेछ बुढो यहाँ कति छिटो अलि यता अलि तल यो क्याम्पिङ लेखेको ठाउँमा उभ्यो त खिचिदिउँ कस्तो दामी छ हिँड्ने ठाउँ आनन्दको जङ्गल चिलमा होइन नेपालै घुमे जस्तो ठाउँ योभन्दा बवाल बवाल छ नि खोज्दा त आई मिन अब कम्पेयर त गर्न मिल्दैन ब्युटी भनेको पृथ्वी हो यो पुरै नेचर भनेको एउटा केटी हो राम्री केटी होइन अनि त्यही भएर कुन राम्रो कुन नराम्रो भन्नै मिल्दैन सबै ठाउँ राम्रो सबै राम्रो तर पनि नेपालको छुट्टै छ नि नेपालमा डर हुँदैन जहाँसुकै क्याम्प गर्न पाइयो यताउता छैन यहाँ भनेको ठ्याक्कै ठाउँ फेरि अस्ट्रेलिया लास्ट ठुलो भएर यसमा उता पनि चाहिन्छ 4 व्हिल ड्राइभ पनि नभए यस्तै हो यो क्याम्पिङ स्पोटहरू दामी छ तर यो 2 व्हिल ड्राइभहरू आउने हो त्यही भएर यो धेरै खतरा होइन यहाँ 4 व्हिल ड्राइभ जाने हो भने इन्सेन लोकेसनहरू छ क्या अब बिस्तारै जान्छौँ हामी खोज्दै खोज्दै गर्छौँ अब चाहिँ जाउँ हाम्रो क्याम्पिङ साइट यस्तो थियो आउने ठाउँ यस्तो छ त्यो टोइलेट यस्तै हो है गाइस ठ्याक्कै त्यो डन्ठी छ नि त्यो डन्ठी त्यहाँ हग्ने हो अनि त्यहीँ हाल्ने हो त्यो माथिको ढक्कन चाहिँ हग्ने ठाउँ हो त्यति हो यो कम्पोस्ट टोइलेट भन्दो रहेछ तर गनाउन चाहिँ गनाउँदैन खोइ गनाएको थिएन त खोइ गनाएको थिएन मलाई त नाटक गनाएकै थिएन त्यो अरू गनाएको नि नेचर गनाएको नि नेचर गनाएको हो नि त्यो होइन अहिले त मेरो ठाउँ हो मुला 2टा ह्यामक नल्याइ नहुने रहेछ त्यो मुला चियर
ताता उही ठिक छ बस अब यहाँ नचाहिने सामान निकालेर नुडल चाहिँ उमाल्नु पर्यो नि त हैन ओ माई गड कस्तो दामी आएको हैन आऊ यहाँ लाइट मैले देखा यस्तो ठाउँमा आउनु भनेको रमाइलै छुट्टै हुन्छ क्या बेला बेला टेन्सन भयो मेरो कपाल चाहिँ एकदम पागल जस्तो भएको होला इग्नोर हान्नु होइन अब आजको क्याम्प पछि नेक्स्ट क्याम्प पनि फेरि गइन्छ एउटा कतैतिर दामी ठाउँमा यहाँ बब्बाल कति छ क्या ठाउँहरू अनि यस्तै भिडियोहरू क्याम्पिङको रमाइलो भिडियोहरू हेर्न मन लाग्छ भने सब्सक्राइब हान्नु अब यस्तै कन्टेन्टहरू आउँछ ट्राभलिङ रिलेटेड अनि क्याम्पिङ रिलेटेड हो यस्तो एक्टिभिटिजहरू जुन चाहिँ मलाई पहिल्यैदेखि गर्न मन थियो नेपालमा हुँदा पनि होइन अनि ब्युटिफुल छ हेर्नु न यी कस्तो दामी छ नि पर छ हाम्रो गाडी त्यहाँ बुढी मस्त ह्यामकमा सुतिराखेकी छ म चाहिँ एक पिस हान्न भनेर आएको हो यस्तै छ छैन फोर्न छिराउने चेन तल छ खोल न खोल न माथिसम्म चेन अनि लगाइहाल चेन चाहिँ लगाइहाल ठिक छ ठिक छ कम्फर्टेबल यति भयो होला नि त यति भयो हाम्रो अर्को क्याम्पिङ फिक्स यहाँ तिम्रो चिम्टाले दुख ल गाइज हामी चाहिँ एकछिन एक्सप्लोर गर्न जाँदैछौँ होइन छेउछाउको के छ टाउनमा भनेर यत्तिकै छोडेका छौँ टेन्ट सेन्ट चाहिँ हेरौँ के हुन्छ यस्तो छ यहाँ बाटोको हालत यो है बाटो सो ठ्याक्कै हामी क्याम्प बसेको ठाउँबाट चाहिँ 5-10 मिनटको गाडी कुदाउँदाखेरि चाहिँ ठ्याक्कै यो युल्डो भन्ने टाउन आउँछ यो चाहिँ ठ्याक्कै सानो टाउन केही हुँदैन क्या टाउन हो यो सानो केही फरक पर्दैन उ त गाडीले चाहिँ हान भने फेरि हुनसक्छ है फेरि सो इलाउ यहाँ मेरो त्यस्तै एउटा सो हामी चाहिँ अहिले युल्डो टाउनमा छौँ है अस्ट्रेलियाको सनसाइन कोस्टको बिचमा कहाँ हो कहाँ अनि यो युल्डो होइन युडलो जेनरल स्टोर भनेर यहाँ छ अनि यहाँ स्कुलहरू पनि रहेछ केटाकेटीहरू भर्खर छुट्टी भएको यहाँ सानो यो पसल यो गाउँको पसलहरू घरहरू हेर्नु हो भने ठ्याक्कै हाम्रो नेपालको काठको घरहरू जस्तो हुन्छ क्या यहाँनिर यो घर हेर्नु त ल ठ्याक्कै नेपालको काठको घर जस्तो छैन त राम्रो अनि यहाँ रहेछ जेनरल स्टोर ठिक्कको बिचमा बाटोको बिचमा गाडी पार्किङ छ यहाँ हाम्रो गाडी पार्क गरेको छ जाने सो एकछिन यसो एक्सप्लोर हान्दिउँ बुढी र म यता टाउन अनि गएर त्यसपछि बनाएर हामीलाई एकचोटि जेनरल स्टोरमा जाने कि यहाँ जाने महँगै हुन्छ यस्तो गाउँघरहरूको यो त्यसमा आइस यहीँ रहेछ बन्द वी आर नाउ क्लोज फर द डे एटेन्ड यहाँको मान्छे कहाँ गएछन् ट्युजडे टु एटेन्ड द फ्युनेरल अफ अ फ्रेन्ड थ्याङ्क यू फर अन्डरस्ट्यान्डिङ अरे आऊ यहाँ रहेछ फायर ब्रिगेड युड यता के रहेछ आउनु त
सानो सिटी टाउन तिमी अघि अघि हिँड्न राम्रो देखिन्छ अनि भन्दै हिँड यस्तो रहेछ उस्तो रहेछ भन्दा एक्साइटेड हुँदै पोस्ट अस्ट्रेलियन पोस्ट नि यहाँ रहेछ अस्ट्रेलियन पोस्ट सडक्क परेको सानो घर जस्तोमा अनि के त अनि उहाँ राखेको छ नि उड्लो हो त्यहाँ अगाडि भिडियो खिचौँ भनेको थिएँ मैले अघि तर बस यहाँ सोधौँ न होला नि यसो पब सब पनि त छैन यहाँ यसो टाउनमा पब हुनुपर्ने त यस्तो मजा आउँछ नि यस्तो यो गाउँघरमा भाइबै छुट्टै क्या हो यस्तो ठाउँमा अनि नर्सिङ सकेर यस्तोमा हो क्या आएर नर्स बन्ने यो पप कुकुरको आमा $2000 रिवार्ड अरे बुढो कहाँ हराइ होला राम सेप्टेम्बरमा हराकी रहेछ 2 महिना भएछ यार यो भिडियो हेर्ने कसैले देख्यो भने भनिदिनु जम्मा 20 जनाले हेर्छन् भिडियो आफ्नो नयाँ च्यानल खोल्नु पर्यो के गर्नु कति मजाले बसेका छन् पेन्टा कप पोट्रीहरू हुँदो रहेछ यहाँ हेर कस्तो राम्रो लाइफ जिएर बसेका छन् गाउँघरमा पोट्री क्लास यो के हो बा यो त कुन जमानाको फ्रिज हो आवर कम्युनिटी प्यान्ट्री अरे एन्ड टेक वेन यु प्लिज गिभ वेन यु क्यान एन्ड टेक वेन यु निडहरू के छ यहाँभित्र ए यो दिन पनि मिल्ने लिन पनि मिल्ने यताको साइड के छ यही हो सानो सानो सहर आऊ न यसो हेरौँ त्यसमा पछि सक्यो भने यस्तै खालको टाउनमा बस्ने हो सानो युडलो टाउन भनेको चाहिँ यही हो अब यहाँबाट चाहिँ हामी यसो मुलुल्ला गएर फेरि त्यहाँ अलिकति त्यो चाहिँ अलिकति ठुलो टाउन रहेछ त्यहाँ केही पायो भने अनि किनेर अनि वी विल रिटर्न अनि वी विल मेक चिकन किमा नुडल अनि खाने अनि ओछ्यानमा छिर्ने नेटफ्लिक्समा केही डाउनलोड पनि गरिहाल बुढो अर्कोचोटिदेखि के प्रिपेयर हुने बुझ्यौ नि डाटा प्रायः ठाउँमा चल्दैन त त्यत्रो घुम्दाखेरि तिमीले थाहा पाएनौ यस्तै त राम्रो नि उहाँ हेर न त रुख कत्रो छ उहाँ हेर न माकुराको मौरीको जालो मौरीको गुँड देख्यौ कस्तो आनन्द के अब बजारमा बिचमा हाम्रोमा गाउँघरमा हिँडे जस्तो चिलमा ल सी यू गाइज ब्याक इन क्याम्प अथवा मुलुल्लामा हुन्छ कि क्याम्पिङमा हुन्छ We are back guys, we are back with Josh again. अब बब्बाल चिकन किमा नुडल बनाउने हो How is the Josh? Josh is top. Josh. Yeah, there is the firewood. खोइ हामी फर्किसक्यौँ है गाइज यहाँ आइसक्यौँ होइन आइसकेर मैले एउटा काम गरेँ मैले भिडियो चाहिँ बनाएको थिइनँ तर म तपाईँहरूलाई सिधै देखाउनलाई मेरो फेभरेट चिज आजको यो लाइट यो तलबाट टर्च पनि बल्छ यहाँ ठ्याक्क उ त्यसमा मसँग अर्को लाइट पनि छ यहाँनिर अर्को लाइट पनि छ अनि झिलिमिली यस्तो छ है हाम्रो नाइस छ नि त बुढो होइन नाइस सेटअप भइसक्यो अब चाहिँ यसलाई अलिकति यता खिस्काएर अनि यहाँनिर किमा नुडल बनाउन रेडी गर्ने अब दामी पकाइन्छ अब मिठो पकाइन्छ बेलुकाको डिनर बल्ल मान्छे जस्तो देखिन थाल्यो हेर्न बसे कि ल अब चाहिँ हाम्रो पकाउने सुरसार सुरु हुन्छ पहिलो कुरो भनेको ग्यास जोड्नु पर्यो हाम्रो ग्यास चाहिँ यस्तो छ है क्याम्प मास्टर यस्तो छ 4 छ हावासावा चल्यो भने चाहिँ
यो ल्याएको छ हैन सानो रहेछ यसले यसरी ठ्याक्क छोप्छ टानी अलिक पुग्दैन अलिक पुग्दैन भयो अब यो पिकनिक मनाएको जस्तो भइ छैन अर्कोचोटिदेखि आफ्नै फायर पिट ल्याउने हो क्या सानो त्यहाँबाट उठेर भ्याउँछु जत्तिकै गरी ल हाम्रो पानी उम्लियो नुडललाई हालौँ ल्याउ नि त ठिक्क बनाएर खानुपर्छ धेरै वाटपाट हुने गरी होइन ए माथि पनि कागज लगायो यस्तो छ है बटर हाम्रो प्याज गयो प्याजलाई प्याज दामी भुट्ने हो पाक्दैछ है अझै हल्का रातो होस् भन्ने कुरो हो मेरो चाहिँ How are you, Budu? Good, yourself? La la la, Budi on the floor. Finally, केटा हो हामीसँग केक पनि मागी छ त अब अरे भित्र गएर कोरिएन्डर पाउडर मेरो चाहिँ मिक्स हुन्छ क्या कहिले जे छ त्यतै हालिदिन्छु होइन सरोकारै छैन के छ भन्ने कुरा जस्तो बनायो त्यस्तै मिठो हुन्छ हाम्रो यहाँ अलमोस्ट रेडी हुँदैछ है यो हामीले कसरी रेडी गर्दैछ भने यहाँ अक्कबरेको अचार छ हल्का ओइ त्यत्रो नहाल मरिन्छ अलिकति अझै अब यसलाई म यहाँ यसो हल्का मोल्छु यत्रो खाइ चाहिँ सकिँदैन दुईजनाले फिक्सै हो जति खाइन्छ दिस इज आवर किमा नुडल है गाइस किमालाई यस्तो गर्ने नुडलमा हल्का बेर्ने हैन यस्तो अनि मिठो चाहिँदैन मलाई त्यो सस यत्तिकै मिठो छ कोक खान्न बेस्ट लगाइस खाइवरी हामीले चाहिँ सबै थन्काइसक्यौँ गाडीभित्र अरू केही छैन यसलाई पट्याएर राख्ने म भित्र सामान लिएर जान्छु अनि अब चाहिँ टेन्टभित्र छिर्ने अनि मुभी सुभी छ हेर्ने सुत्ने ल अहिले सुसु गरेर निस्किन चाहे दुवैजना यहाँ पहिलोचोटि हो नि त अलिकति किराकिरीको आवाज सुनेर पनि डराउँदैछौँ हामी दुईजना है लगाई हामी भित्र छिरिसक्यो बाहिरको सब कुरा व्यवस्था गरिवरी यसरी चट्ट यो अहिले बत्ती चाहिँ अहिले
एकलट मूत्र विसर्जन हान्न जानै पर्ने छ होइन। त्यसपछि अब चट्ट हाम्रो यसरी छ यी रुम। बुढो यहाँ छिन्, सिरानी सब ल्याएको छ, ओछ्यान पनि नाइस छ। के छ त अब मुभी हेर्ने। अब मुभी हेर्ने अनि गुड नाइट, सी यू टुमोरो। राति क्यामेरा खोलियो भने देखाइहालिन्छ होइन त। बाई। बाई। भर्खर 8:30 हुँदैछ, 9 पनि बजा छैन। 4 चोटि पो बुढी तर्से कि हग्न गएको 5वटा लाइट बोकेर कोक्लेर आएको। त्यति गर्नुपर्छ, उ तर्सिहाल्छ है त। राति यस्तै हो अब, रातभरि घर जाउँ भन्दै थियो। गाइस रातिको 1:30 भएको छ। बल्ल हामी चाहिँ उठाएको उठेछ गर्छ नि। हामी चाहिँ टेन्ट छोडेर घर जाँदैछौँ, चिसो पो लास्टै। गाइस हामी चाहिँ निस्किँदैछौँ है, स्लिपिङ ब्याग किनेर आउँछौँ। एजु गाइस न हामी राति नै फर्क्यौँ होइन। रातिको कति बजेको थियो होला यार, 2 साढे 2 भएको थियो। लास्टै चिसो आयो तलबाट। हामीले स्लिपिङ ब्याग लगाएको थिएन, त्यो एयर म्याट्रेस थियो, त्यतिले त्यस्तो चिसो, त्यसमाथि गर्मीको सिजन हो भन्ने भएको थियो, हुँदैन रहेछ। सो अब नेक्स्ट टाइमदेखि जाँदाखेरि चाहिँ हामीले के लानुपर्छ, के गर्नुपर्छ भन्ने कुराहरू हल्का फुल्का भए पनि थाहा पाइएको छ। लेट्स सी है त। सो सी यू अन अनदर भिडियो गाइज है। थ्याङ्क यू सो मच।